धेरैजसो नायकको कथा त्यो एउटा पतनबाट सुरु हुन्छ हैन त। आज हामी त्यस्तै एउटा कथा हेर्दैछौं, आइरन म्यानको। कसरी विनाश बेच्ने मान्छेले नै आफूलाई बचाउन केही बनाउन थाल्यो अनि हेर्दा हेर्दै संसारकै रक्षक बन्न पुग्यो। हो, यही प्रश्नले नै आइरन म्यानको पूरै कथालाई समेट्छ। के विनाशका लागि बनेका औजारले साँच्चै जीवन बचाउन सक्लान्? टोनी स्टार्कको यो यात्राले हामीलाई देखाउँछ कि अँध्यारो जतिसुकै गहिरो किन नहोस्, नायक बन्ने बिउ त्यही कतै लुकेको हुन सक्छ। कुनै पनि परिवर्तनलाई राम्रोसँग बुझ्न सुरुमा ऊ के थियो भनेर त हेर्नै पर्यो नि, होइन? त्यसो भए नायक बन्नु अघि टोनी स्टार्क को थिए त? सोझो उत्तर छ, ऊ थियो मृत्युको व्यापारी। सोच्नुस् त, टोनी स्टार्कको दुनियाँ कस्तो थियो होला? दिमाग तेज, पैसाको कुनै कमी छैन, अनि शक्ति त छँदैछ। ऊ जे चाह्यो त्यही बनाउन सक्थ्यो, र उसले के बनाउन रोज्यो? हतियार। उसको लागि युद्ध भनेको एउटा बिजनेस थियो, र नैतिकता त्यो त बस एउटा सुझाव जस्तो। तर यही घमण्ड, यही अहंकार नै उसको पतनको कारण बन्न पुग्यो। अनि कथाले मोड लिन्छ। कहाँ? अफगानिस्तानको त्यो उजाड मरुभूमिमा। र विडम्बना हेर्नुस् त, उसलाई अरू कसैले होइन, आफ्नै कम्पनीले बनाएको हतियारले घाइते बनाउँछ। एकै झट्कामा उसको त्यो सुरक्षित संसार, त्यो महल सबै चकनाचुर हुन्छ। मृत्यु बेच्ने मान्छे आफै मृत्युको मुखमा पुग्छ। तर भनिन्छ नि, कहिलेकाहीँ पूर्ण विनाशले नै नयाँ सृजनाको ढोका खोल्छ। उसको लागि त्यो अँध्यारो गुफा नै उसको नयाँ प्रयोगशाला बन्यो। एउटा यस्तो ठाउँ जहाँ टोनी स्टार्क मर्यो र आइरन म्यानको जन्म भयो। कल्पना गर्न खोज्नुस् त एकपटक, ऊ बन्दी छ। छातीमा आफ्नै हतियारको छर्रा छ, जुन बिस्तारै बिस्तारै उसको मुटुतिर सर्दैछ। अनि उसलाई बाँच्न दिइने एउटै शर्त के छ? अझै खतरनाक, अझै विनाशकारी हतियार बनाउने। यो उसको जीवनको सबैभन्दा ठूलो परीक्षा थियो, साँच्चीकै। तर टोनी स्टार्क आखिरमा एक आविष्कारक हो, उसले विनाशका लागि हतियार बनायो, तर अब उसले आफ्नो जीवन बचाउनको लागि केही सृजना गर्नुपर्छ। पहिलो कदम, आफ्नो मुटुलाई धड्किरहन दिन एउटा सानो आर्क रियाक्टर। अनि त्यसपछि त्यही जीवन दिने प्रविधिबाट उसले आफ्नो मुक्तिको लागि एउटा अभेद्य कवच बनाउँछ। ऊ त्यो गुफाबाट त निस्क्यो, तर आफ्नो विगतको छायाबाट भाग्न सकेन। घर फर्केपछि उसले सामना गर्नु पर्यो शारीरिक चोट मात्र होइन, आफ्नो कामले निम्त्याएको त्यो भयानक नैतिक सङ्कटको पनि। हो, यही नै थियो उसको हृदय परिवर्तनको क्षण। र उसले एउटा यस्तो कठोर सत्य देख्यो जसले उसलाई भित्रैदेखि हल्लाइदियो। उसले पहिलो पटक आफ्नै आँखाले देख्यो कि उसको नाम, उसको सिर्जनाले निर्दोष मानिसहरूको ज्यान लिइरहेको थियो। अब ऊ चुप लागेर बस्न सक्दैनथ्यो। त्यसपछिको उसको कदम एकदमै निर्णायक थियो। एकातिर उसले आफ्नो पूरै साम्राज्यको जग स्टार्क इन्डस्ट्रिजको हतियार विभाग नै बन्द गरिदियो, सोच विचार नै नगरी। अनि अर्कोतिर उसले गुफामा बनाएको त्यो कवचलाई परिमार्जन गर्न थाल्यो। अब विनाशको लागि होइन, बरु उसले सुरु गरेको विनाशलाई रोक्नको लागि। तर विगतलाई पछाडि छोड्न कहाँ त्यति सजिलो हुन्छ र? आफ्नो नयाँ बाटोमा हिँड्नको लागि टोनीले आफ्नो सबैभन्दा ठूलो दुश्मनको सामना गर्नु पर्यो। र त्यो दुश्मन को थियो? उसको आफ्नै विरासत, उसको आफ्नै प्रविधिको एउटा कुरूप, विकृत रूप। उसको सबैभन्दा ठूलो परीक्षा बाहिरबाट आएन, भित्रैबाट आयो, आफ्नै मान्छेबाट। उसको बिजनेस पार्टनर ओबेडाया स्टेनले उसलाई धोका दियो, अनि उसको त्यही जीवन दिने प्रविधिलाई एउटा भयानक, घातक हतियारमा बदल्यो। यो लडाईँ उसको नयाँ आदर्श र पुरानो लोभ बीचको थियो। त्यो लडाईँमा उसले स्टेनलाई मात्र हराएन, उसले आफ्नो पुरानो मलाई पनि हरायो। र त्यो विजयसँगै एउटा नायकको जन्म भयो, जो अब कवचभित्रको मानिस मात्र थिएन, त्यो कवच नै उसको नयाँ उद्देश्यको प्रतीक बनेको थियो। ल, खलनायक पराजित भयो, संसार बच्यो। अब सुपरहिरोको नियमअनुसार के गर्नु पर्थ्यो? आफ्नो पहिचान लुकाउने, होइन त? तर टोनी स्टार्कले कहिले नियम मानेन। त्यसो भए उसले के गर्यो होला? अनि त्यसपछि आयो त्यो क्षण जसले सुपरहिरो फिल्मको दुनियाँलाई नै सधैँका लागि परिवर्तन गरिदियो। प्रेस सम्मेलनमा उसले हातमा तयार पारिएको झुटो कथालाई फ्याँकिदियो र संसारलाई सत्य बतायो। ती 4 शब्दले उसको रूपान्तरणलाई पूरा गर्यो। हतियार बनाउने त्यो लुकेको व्यापारी अब सुरक्षाको सार्वजनिक अनुहार बन्यो। र यसरी सुरुमा हामीले सोधेको प्रश्नको जवाफ मिल्छ। युद्धका औजारहरूबाट एक नायकको जन्म हुन सक्छ, तर तब मात्र जब त्यसलाई चलाउने मानिसको हृदय परिवर्तन हुन्छ।